नमस्ते साथीहरु, यो भिडियो चाहिँ हेर्नै पर्ने छ है, स्किप नगरिकन हेर्नु होला है त। नबोल्ने मुझे यस्तो भयो जात के अरे लिम्बू, सभ्यता के अरे किराँत हैन। अनि त्यो लिम्बूहरुले बोलेको बोली गाई खानु पाऊ, थुक्का माछाले पाखण्डी हो। के खोज्नुले जन्म लिएको हो तिमीहरु यो धरतीमा भने? क्या के खान्छौ, के बोल्छौ, के पढ्या, के संस्कार, तिमीहरुको इतिहास कहाँदेखि कहाँ जोडिन्छ भने एउटा पर ककसियाको कुरा गर्छौ, एउटा लिम्बूको कुरा गर्छौ, यता मगरको कुरा, तामाङको कुरा गर्छौ, यहाँ आएर शेर्पाको कुरा गर्छौ। त्यो आङ्काजी भन्ने एउटा शेर्पा छ नि त, झारे त्यसको भनाइ अहिले सुन्नु भएको छैन तपाईहरुले? त्यो झारेले के भन्दैछ भन्दाखेरि गैर कानुनी जति पनि आदिवासीहरु चाहिँ एउटा कुरा, आदिवासीहरुले चाहिँ गाई काटेर खानु पाउनु पर्छ अरे। जति पनि हिन्दू क्षेत्रीहरुले चाहिँ, जति क्षेत्री बाहुनहरुले चाहिँ गाई काटेर खायो भने 35-36 वर्ष चाहिँ जेल हालेर 5 लाख जरिवाना तोक्नु पर्ने अरे। थुक्का माछाले आङ्काजी हेर न हेर, यस्तै मात्रै बोल्दा जुन मुझे अहिलेसम्ममा कुटै नखाएको लिम्बूको हातको भेट्छ सला कुन दिन मुझे मा कसम मुझे म त एकैतालमा तेरो दारा सारा मैले झारिन म नरेश लिम्बू हैन है। फेरि नबोल्ने मुझे यस्तो भयो रे। त हिजो 60 सालदेखि यस्तै बोल्दै आएको हेर्दैछु नि, त्यतिखेरको रिस फेरि भेट्दा पोखेला नि, फेरि होशियार गर्ने मा झेक्ने। ल साथीहरु, यो भिडियो कस्तो लाग्यो सबैजनाले कमेन्ट गर्नु होला र साथै शेयर पनि गरिदिनु होला है त।